नमस्कार। मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालको सहित संस्थापक परिवार सदस्य सरस्वती मिश्र। म समाजमा भएको लामो समयदेखि चरम भ्रष्टाचार, यो कुरीति, विसङ्गति र मिटर ब्याजको नाममा यो साउ महाजनहरूले कानुनी बलको आडमा सोझा साझा निमुखा गरिब किसान मजदुरलाई चाहिँ कसरी चाहिँ यो चक्रव्यूहमा फसाउँदो रहेछ भन्ने कुरो म यहाँहरू समक्ष अहिले प्रत्यक्ष देखाउने छु। तर यो देखाउनुभन्दा अगाडि हामीसँग हुनुहुन्छ यसको यो मिटर ब्याजको यो चाहिँ जुन चाहिँ यो शोषणको फरक प्रकृति, अन्य भन्दा यो फरक प्रकृति चाहिँ म यहाँहरूलाई देखाउन चाहन्छु। देखाउनुभन्दा अगाडि हामीसँग हुनुहुन्छ मिटर ब्याज पीडित महिला बहिनी हुनुहुन्छ। यहाँ हामीले यता हेरौँ। नमस्कार करै छी। हमर घर भेल लक्ष्मिया गाँव पिलका 7 नंबर वार्ड भगवतीपुर। हमर नाम भेल संजन कुमारी राउत। 2.5 लाख रुपया लेने हैं हमर श्रीमान। हमरो से कागज बना 2.5 लाख ही 2 कागज बना लेने। हमरा श्रीमानों से बना लेने, हमरो से बना लेने। तेमे 1,60,000 दे देने छी। अब वही के है कते न कते ब्याज अथी जोड़ के बना लेने हैं कागज। हर सब डाक बुला देने हैं, ऊपर से पकड़ाओ पूर्जी कर देने हैं। दीदी के सर सबके सब बात हम कहबे कली। दीदी के हमरा अब वैसे बेसी बाजलो नहीं होया। हम दीदी के जे रहले से कहली। अब म यहाँहरूलाई पीडितको भनाइ अनुसार र पीडितले यहाँ दिएको कागजीको आधारमा, यो सबै तथ्य कागजीको आधारमा म यहाँहरूलाई चाहिँ यो चाहिँ जानकारी गराउन चाहन्छु। यो बिल्टु राउतको छोरा विजय कुमार राउतले ऋणीलाई 74 चैत्र 2,50,000 रुपियाँ दिएको देखिन्छ। र फेरि लगत्तै यो 75 जेठमा फेरि पुनः 74 चैत्रमा दिएको 2,50,000 को यो चक्रवर्ती ब्याज जोडेर 1,60,000 को फेरि 5,10,000 बनाएको तपाईले देख्न सक्नुहुन्छ। एउटा 2,50,000 को यो एउटा कागज देख्न सक्नुहुन्छ र अर्को तपाईले यो कागज देख्न सक्नुहुन्छ 1,60,000 को चाहिँ तपाईले चाहिँ यो चाहिँ 5,10,000 को कागज देख्न सक्नुहुन्छ। यहाँ अझै हेर्नुस् कति यो जालो कसरी बेरिएको रहेछ भन्ने कुरा अझै स्पष्ट गराउन चाहन्छु। साउले चाहिँ विजय कुमार राउत, यो साउले चाहिँ ऋणीलाई 2,50,000 दिएको कागज चाहिँ आफ्नो नामबाट बनायो। तर यो बनाउँदाखेरि चाहिँ यसको 2,50,000 को चाहिँ 8 लाख कागज बनाएको छ। र यसको चाहिँ 8 लाख कागजको चाहिँ फेरि 3 महिनापछि यसको साउ ब्याज जोडेर चाहिँ 1,60,000 को चाहिँ 5,10,000 को चाहिँ आफ्नो श्रीमतीको नामबाट बनाएको छ र यता महिलाको नामबाट बनाएको छ भनेपछि यी हेर्न सकिन्छ साउले यसमा कति पर्पोकाण्ड बुनेको छ भन्ने कुरो यी प्रश्न देख्न हामी सक्दछौँ। र त्यसो हुँदाखेरि फेरि के देखिन्छ भन्दा पीडितले पटक पटक गरेको यहाँ पैसा पनि तपाईँले देख्न सक्नुहुन्छ हैन। यो पीडितको हिसाबमा यहाँ साउले पनि हस्ताक्षर गरेको छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। मितिसहित तपाईँले देख्न सक्नुहुन्छ। अब साउले दिएको 2,50,000 को सावा रकममा 1,60,000 चाहिँ पीडितले तिरिसकेको खण्डमा अब बाँकी रहेको 90,000 तिर्न बाँकी यहाँ देखिन्छ है। र अब साउले के गर्यो भन्नुहुन्छ भने यो 90,000 तिर्नुपर्ने बाँकी रकममा चाहिँ साउले चाहिँ अदालतमा डाक लिलाम गरी 14 लाखमा धनुषाको वार्ड नम्बर 7 को लक्ष्मणिया गाउँपालिकामा रहेको चाहिँ दिलीप कुमार राउतको चाहिँ 2 कट्ठामा चाहिँ बनेको पक्की घर समेत अदालतमा मुद्दा हाली डाक लिलाम गरेर चाहिँ फेरि त्यो घर जग्गा खाएर यो चाहिँ 5,10,000 को जुन दोस्रो कागज यता पीडित महिलाको नामबाट आफ्नो श्रीमतीको नामबाट बनाएको चाहिँ यो कागजको आधारमा चाहिँ पीडितलाई पक्राउ पूर्जी दायर गर्छ। दुईटा कपाली तमसु बनायो। दुईटा कपाली तमसु, एउटा कपाली तमसुबाट उसले साउको बनेको आफ्नो बालबच्चा आफू बस्ने घर जग्गा त खायो, अर्को कागजबाट उसलाई चाहिँ पक्राउ पूर्जी फेरि जाहेर गर्यो। र त्यो पक्राउ पूर्जी फेरि जाहेर गरेको आधारमा हाम्रो प्रहरी चाहिँ
तत्कालै पीडितको घरमा जब पीडितको श्रीमान बाहिर रहेको बेला पीडितले गालीगौज गर्ने डर धम्की यस्ता त्रास देखाउने जुन चाहिँ कुकर्म प्रहरीले गर्छ। अब भन्नुहोस् यो न्याय हो कि अन्याय हो? तपाईँहरू आफै भन्नुहोस् है। एउटा महाजनले चाहिँ 2 लाख रुपियाँ दिएर 2,50,000 रुपियाँ दिएर चाहिँ पीडितको 14 लाखको सम्पत्ति चाहिँ उसले देखाउँछ। पीडितले 2,50,000 दिएर 14 लाखको सम्पत्ति देखाउँदा चाहिँ उसको विधिवत वैधानिक स्रोत के हो भनेर यो सरकारले खोज्न नसक्ने तर पीडितको घर जग्गा खाने उसले सामाजिक रूपमा वञ्चित पनि हुनुपर्ने घरबार विहीन पनि हुनुपर्ने यही हो त पीडितको न्याय? यही हो पीडितको अधिकार? यही हो उसले ऋण खाएकै घरमा घरबार विहीन हुनुपर्ने साहु महाजनहरूले चाहिँ घरबार चाहिँ विहीन बनाउने यही हो त संविधान 2072 को संविधानले प्रत्याभूत गरेको चाहिँ यो अधिकार यही हो त? यही अधिकार सुनिश्चित हो त? हामी अब के भन्न चाहन्छौँ भने अहिले बनेको सरकारलाई हिजो चुनावी अभियानको क्रममा यही धनुषा जिल्लामा है अहिले बन्नुभएको प्रधानमन्त्री बालेन शाह यही धनुषामा चाहिँ चुनावी अभियानको क्रममा आम मानिसहरूको अगाडि उहाँले चाहिँ प्रतिबद्धता जनाउनु भएको थियो कि मिटर ब्याज समस्याको समाधान हामी गर्छौँ भनेर जुन प्रतिबद्धता जाहेर गर्नुभएको थियो र घोषणा पत्रमा जुन यो समस्या समाधान गर्छु भनेर उहाँले यो बोल्नुभएका कुराहरू आज यही अन्याय देख्नको लागि हो। आज घरबार विहीन बनाउने होइन ऋण खाएकै भरमा विस्थापित हुनुपर्ने यही हो पीडितको न्याय भनेपछि अब बन्ने सरकारले यो पीडितको सामाजिक सुरक्षा सामाजिक पुनर्स्थापना कसरी गर्ने? उसले यस्ता कयौं पीडितहरूले सामाजिकमा ऋण खाएर घरबार चाहिँ छोडेर आज चाहिँ बाहिर गएर भारतीय मुलुकमा गएर लुकेर बसेका है आत्मदाह गरेका है यस्ता पीडितहरूको समग्र रूपमा यस्ता पीडितहरूको सामाजिक रूपमा कसरी पुनर्स्थापना गर्ने यसको नियमावली आधारहरू के बनाउने सरकारले? अरू कुरो साहुहरूको चाहिँ अवैधानिक रकमहरू चाहिँ कसरी सम्पत्ति शुद्धिकरणबाट चाहिँ यो चाहिँ ल्याउने र यो सम्पत्तिलाई कसरी चाहिँ यो चाहिँ साहुहरूले जुन अवैध रूपमा देखाइएको सम्पत्ति कसरी चाहिँ छानबिन गरेर राष्ट्रियकरण गर्ने सरकारको यसमा ध्यान जानुपर्छ। तत्कालै ध्यान जानुपर्छ सरकारको यसमा र पीडितहरूलाई जुन अन्यायमा पारिएको छ है पीडितहरूको चाहिँ न्यायका आधारहरू कसरी सिर्जना गर्ने यसमा सरकारको ध्यान आकृष्ट होस्। छिटोभन्दा छिटो हामी यही चाहन्छौँ।